वेलकम टु माई न्यू ब्लग। हामी चाहिँ पोखरा जाँदैछौँ अनि के हो फुरफुरे नगर जाँदैछौँ हामी सबैजना। अनि यहाँबाट चाहिँ मैले ब्लग सुरु गर्दैछौँ यहाँबाट चाहिँ। उहाँ चाहिँ मेरो भाउजू हुनुहुन्छ, मेरो सबभन्दा अहिले मसँग हुनुभयो मेरो सबभन्दा प्यारी भाउजू चाहिँ उहाँ मात्रै भइसिन्छ। अनि अहिले चाहिँ हामी भर्खर ब्लग बनाउँदै पाउँ न। मैले चाहिँ अब यहीँबाट सुरु गर्न लागेको। आज चाहिँ हाम्रो पोखरा टुर 3 days। ल इन्ट्रोडक्सन प्लिज। हेलो, नाम भन्नुहोस्। मेरो चाहिँ यहाँनिर स्ट्रबेरी लागेर यहाँ पुरै रातो भयो। अनि यो स्ट्रबेरी चाहिँ कसलाई ल्याइदिनु भएको थियो? सबैजनालाई 4-5 वटा ल्याइदिनु मैले। 4-5 वटा ल्याउनु भएको थियो। माय गॉड त्यही हो गाइस। अनि अहिले चाहिँ हामी यहाँ बसेका छौँ। ब्लगर दिदीको चाहिँ यहाँ पोखराको बाटो। फाइनली अब हामी चाहिँ पोखराको बाटो लाग्दैछौँ गाइस। मनिषका पानी होला त्यो त भएन। बनाउन थाल्यो भने कसको छोरा रहेछ? हाम्रो ब्रदर मे हाम्रो ह्यान्डसम ब्रदर ब्युटिफुल छोरी कहाँ जाँदैछ? कतिको एक्साइटेड मनिष? एकदम मजन एकदम एक्साइटेड छ फर्स्ट टाइम हो भाइ। कति एक्साइटेड? डमौली बजार अहिले चाहिँ हामी ठ्याक्कै दमौली बजार अरे। यो चाहिँ दमौली बजार है। के गीतमा आउँछ त? खान्छ नि त थाकेपछि। 10:30 भयो। हामी चाहिँ खाना खाँदैछौँ सबैजना।
हामी चाहिँ खाना खाँदैछौँ। एकैचोटि भाउजूलाई चाहिँ हेलिकप्टर चाहिएर हेलिकप्टर हस्बेन्डलाई भन्नुपर्छ नि। अब चाहिँ हामी खाना खान्छौँ गाइस। तुको त जादु जादु त्यो खोल्ने त के हो र जम्सु त्यो त्यो भयो त मैले एउटा किन्यो भने तर मलाई मिन्दिले पठाइदिनुहुन्छ कि त्यो Sorry, photographer. घरबाट हिँड्दैन त्यो लेक साइड पुग्छ त पसल पुग्छ त कति छिटो म यस्तै छ के त्यो बाहिर के गर्नु त यो चाहिँ मेरो भाइ हो मेरो संसारकै सबैभन्दा प्यारो भाइ है सुँगुरे साडी भन्नु न त साडी भन्नु साडी भन्नु साडी भन्नु दुईटा हातले अर्को हातले नि भनिदिनुहोस् कति धेरै गाडी यो चाहिँ मेरो भाइ हो कसको भाइ कसको भाइ नानीको भाइ नानीको भाइ है त्यो बोर भइसक्यो गाइस होइन भाइको 5 दिन त भाउजू अझै पानी खाने दे तेल लाएछ राम्रो तेल लाएर पानी खाने रे भाउजू कति माने चप्पा गर मुख चप्पा गर फाइनली गाइस हामी चाहिँ पोखरा आइसक्यौँ अनि हामी चाहिँ रुम खोज्दैछौँ त्यही हो ल दाजु पोखरा घुम्न आउनुभएको हो हुन त खाना त ठाउँ ठाउँमा डुलेर खाने कि एकै ठाउँमा त खाने घुम्न गयो भने हामी चाहिँ रुम खोज्दैछौँ रुम पाएको छैन अहिले कति बज्यो होला मनी अहिले चाहिँ 1:15 भएछ त्यही हो गाइस
भित्र एउटा भित्र पस्यो ल्याउनु न बोलाएर रियान्स राई चाहिँ फटा हुनुहुन्छ रियान्स राई फटा मात्रै काम गर्नुहुन्छ उहाँ चाहिँ ल अब चाहिँ बाबाले समय हाल्छ बन्द गरिदिउँ ढोका ढोका बन्द गरिदिउँ अरे हजुर त्यही हो गाइज उहाँ चाहिँ हाम्रो सम्झना दिदी हुनुहुन्छ हेलो गाइज हामी चाहिँ अब ड्रेस चेन्ज गरेर फेरि यसो घुम्न जान लाग्यो सबैले ड्रेस चेन्ज गर्नु भइसक्यो है हाम्रो चाहिँ है मलाई देखेको छैन सबैजना ड्रेस चेन्ज गर्नु भइसक्यो अब कहाँ चाहिँ गयो भने त मम्मी कहाँ चाहिँ मेरो चाहिँ मेरो मामु ब्युटिफुल मामुले लुगा चेन्ज गर्नुभयो ओ यो चाहिँ अस्मिता दिदी होइन अस्मिता दिदीले पनि लुगा चेन्ज गर्नु भइसक्यो मनिषले नि गर्नु भइसक्यो अब हामी घुम्दै भिडियो बनाउँदै हालौँ ल है त गाइज ओ हेरौँ न त नमस्ते भिनाजु होइन ब्लग बनाएर क्या हाल्नको लागि ल उहाँ चाहिँ दिदी हुनुहुन्छ भिनाजु बोल्नु आउँदैन त्यो मेमोरी हुन्छ भनेर के बनाउनु उहाँ चाहिँ मम्मी हुनुहुन्छ दिदीको सासू हुनुहुन्छ अनि गयो नि अब उता घुम्न जान्छ सँगै नजाने दिदी पनि पोखरा आउनु भएको थियो अनि हामी यहाँ आएर भेटेको उहाँ चाहिँ मेरो दिदी हेलो गाइज अब चाहिँ हामी कहाँ जानु दिदी अब लेफ्ट साइडतिर ओके के बोल्नु हेलो गाइस मैले मोबाइल लिँदै छु है युट्युबर सुसिना शेराको अब हामी कहाँ जाने हो लेफ्ट साइड घुम्न जाने अब लेफ्ट साइड होइन रे अन्त कहाँ हो त्यो ब्लगमा न हो अब लेफ्ट साइड जाने हो अनि ए यस्तो न हो त्यो ब्लगमा आऊ बोलेर लेफ्ट साइड होइन रे अहिले बाबु न हातको खेल्ने जानुपर्छ रे लेफ्ट साइड अलि बेलुका हो हातको खेल्ने कहाँनिर हो लेफ्ट साइड ओ उहाँ चाहिँ मेरो सिस्टर हुनुहुन्छ उहाँ चाहिँ मेरो बहिनी उहाँहरू चाहिँ मेरो मम हुनुहुन्छ मम मम्मी छोरो मात्र हो त यही छ त गाडी जाइहाल्छ ओ माय गॉड होइन काट्छ कहाँ गएको छोरो छोडेर सलाम मेरो नाइ चस्मा निक्ले राखे बाबुको मेरो त भाजेर खेल्छ
जानुपर्छ जान्छ नि कहाँ हो यहाँमा त अल्झी जान्छ चर्न घुम्ने टक 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 फुर्किने नि हिँडिहाल्नु पर्छ कि हामी चाहिँ म मिलाउँछु फाइनली हामी चाहिँ आइसक्यो कता यो ठाउँ चाहिँ थाहा छैन है मलाई यति हिँडिरहेको छौँ हामी यहाँ चाहिँ मेरो सिस्टर हुनुहुन्छ ब्युटिफुल या या यो चाहिँ मेरो छोरी विथ माई डटर सन भन्नाइर विथ माई डटर बोक्ने होइन मेरो रियान्स चाहिँ कति छिटो नि रियान्स हात समातेर मात्र नाना पनि बिग्रियो नाना मिलाउ न नाना तिम्रो हो गाइज खै आउँदै हुनुहुन्छ उहाँहरू हात समातेर मात्र रियान्स हात समातेर मात्र भने होइन मैले हामी यहाँ पक्नु नजाउँ न यहाँ गर्नु यहाँ बस्छ है यहाँ बच्चाले खेल्ने ओ यो चाहिँ पिङ्क भिडियो मात्रै बनाउनु ला मैले ओ गाइज मलाई चाहिँ डर लाग्छ खेल्न उनीहरू दुईजना खेल्दै हुनुहुन्छ हाम्रो ब्युटिफुल लेडीहरू यहाँ हुनुहुन्छ मनिष ओ इसिका चाहिँ खेल्दै हुनुहुन्छ मनिष के हेरे होइन उता हेर न उता तल हेर न तल छ भन्दा कति उफ्रिनु भयो अङ्कल त अम्मा केही हुँदैन रहेछ न नर्मल हो म त के थाहा हो त्यो त जाने होला भनेर तर म खेल्दिनँ अब यो त सक्छु खेल्न कति समय खेल्ने हो खेलिसके म कति कति मिनट हो यो चाहिँ मलाई चाहिँ डर लागेर नखेलेको तर नर्मलै हुँदो रहेछ केही हुँदैन रहेछ बहुत मैले त्यस्तै सोचेको अझ जम्पिङ हो कि के गर्न अझै आँटिलो मान्छे म जम्पिङमा यो चाहिँ केही गर्नु पर्दैन अब 0.5 भयो पो त फेरि फोटो मात्र फोटो खिच्नुस् है अब खिच्नुस् के फोटो भिडियो बनाइरहेछ एउटा त कामी
कामेर भयो नि गरे नि त मेरो छोरीले त अब छोरीले सक्यो नि त्यही पनि फोटो खिच्नु आयो भयो छैन लक खोल्नु पर्छ यो लक पर्दैन मिलेन खोल्दिन्छु आएर पहिला दायाँ बायाँ हेर्ने दायाँ बायाँ सब निउरी पछाडिपट्टि पछाडि ओक्राइ सबै तस्तो होइन ध्यान नदेऊ हो सही कुरो फेरि उभिनु एकचोटि फेरि वास मोर सँगै उभिनु त सँगै उभिनु त सँगै उभिनु फोटो राम्रो आउँछ हो ल कस्तो हो के अरु बा घाम लाएर खुलेको भए फेवताल देखिन्थ्यो ए सबै फेवताल त होइन रियान चाहिँ डराको मामा डरा होइन ओ यो चाहिँ टिकट काउन्टर हो यहाँ चाहिँ टिकट काट्छु मम्मी ल हिँड्छु फर्किहाल्नु है ओ यो चाहिँ चमेरो गुफा जाने बाटो है ओ जानुहोस् न दिदी छिटो छिटो इसिकाहरू पनि छ म अगाडि अगाडि हामी चमेरो गुफा हेर्न आएर है भाइ पनि भ्लगर हो है भाइ पनि भ्लगर हो यस्तै हो दुईजना भ्लगर भएपछि गाह्रो छ हस् भाइ आइफोन भएपछि गाह्रो छ हामी चाहिँ जाँदैछौँ है कृपया हामीलाई हेर्न आउनु भएकोमा यहाँहरूलाई हार्दिक स्वागत छ तर हामीलाई चलाउने काम नगर्नु र हामी भएको ठाउँमा के हो बुझेन धुम्रोपान नगर्नुहोस् लेख्नु भएको रहेछ चमेरोलाई ढुङ्गाले हाने तथा लाइट बाली निकाले नगर्नुहोस् भन्नुभएको यो लाइट हामीलाई दिनु अब होइन उता बुझाउनु पर्ला नि त हामी बुझाइदिइहाल्छ नि कहाँ लग्यो भन्नु होला फेरि हामीलाई त्यहाँ बुझेर आछौँ मनिष सँगै जानुपर्छ अरे के चमेरो गुफा गएको यस्तो अँध्यारो अनि हामी त झन् दुईटा भाइ एउटा छोरो बोकेर हिँड्न पर्ने हो माइ गड यही बाटो गएको यस्तो अँध्यारो लास्ट थकिला भ्लग नि बनाउन पाएन कस्तो अँध्यारो हुँदो रहेछ भिडियोहरू लिन खोजेको थियौँ मिलेन पाएनौँ अब गाह्रो रहेछ है भाइ बोकेर आएको यस्तो गाह्रो भयो त्यही हो गाइज आजको दिनहरू चाहिँ यस्तै भइरहेछ अस्ति दिदी चाहिँ जानु भएन सानो बुनु भएर अब बन्द पनि हुने बेला भइसक्यो अरे यो सब हाम्रो ग्रुप सबै सिकिस् त रियान्स हाँस मात्रै जानुहोस् ट्याक्सी लेडी त्यही हो गाइड है त यस्तै भयो ल के हो यो भनिदेऊ त शिवान गाइस फेरि हामी चाहिँ लुगा चेन्ज गरेर लेक साइडतिर जान लागेको हामी सबैजना मलाई चाहिँ लुगा चेन्ज गरेको
के चाहिँ गरेको ए उसले स्कर्ट अर्को लगाएको अब त्यहीँ गएर राम्रो भ्लग बनाउँछु है त चार्ज नभएर पावर ब्याङ्क फुट्यो गाइस त्यहीँ गएर भेटेको कस्तो राम्रो छुट्यो अब मेरो भाइलाई यहाँ ल्याएन भनेर मन दुखाइरहेछ त्यही हो अब हामी उतै गएर के भ्लग लिन्छौँ अहिले त्यतिकै हो As I'm always beauty queen ल गाइस उतै भेटौँ ल गाइस हामी चाहिँ हिँड्दै यहाँबाट हो खै कहाँबाट आउनु हामी मेरो ब्लगमा मेरो ब्युटिफुल मामु किन नि जति देख्दा नि हाइज नभन्नु कि एउटै उस्तो ठुलो ब्लगर हो नि त म त सबै हेर्ने मम्मी गोजमा बोकेर हिँड्दैन गाइस हामी चाहिँ यता फेवातालतिर आएछौँ अब आउँदामा केही देख्दैन यही बसिरह कुरेर झन् फोन हानेको कस्तो चिसो अनुभव भइरह है होइन त यति जाने यतातिर मन्दिर साइडमा भोलि जान्छ कि जाने अहिले आउँदा छ अब आजको चाहिँ यो मध्येहरू खिच्ने क्लिपहरू किनकि अँध्यारोमा राम्रो आउँदैन नि त सो त्यही भएर उता उज्यालोमा भोलि आज डिस्टर्ब भइरहेको बुढाहरू रोइरहेको छ अब हामी क्यामेराबाट फोटो खिच्छौँ किनकि अँध्यारोमा मोबाइलबाट खासै राम्रो आउँदैन नि त त्यही भएर त्यही हो गाइस यो चाहिँ मेरो छोरी हो गाइस यता सानो बुनी रोइरहेको छ बिचरा हेलो गर्दै आउँछ उहाँबाट त्यस्तो उतार राखेको रहेछ क्या होइन के यहाँ देख्न मैले यो हो कि हेर्ने लायक त यहाँनिर जाने हो भित्र होइन यस्तो बुढाहरू लिएर गएर के जान्छ के पनि खास जस्तो गाइस यो चाहिँ कस्तो राम्रो ठाउँ रहेछ यो चाहिँ होटेल अफ गर्नु न लाइट भनेको यो त म्युजियम भएर यहाँबाट निस्किने अझ नि यहाँबाट यहाँ हिँड्नु आउनु
मान्छेले के भनेला भने कति ठुलो होटल रहेछ यतैबाट जाने होला हो रहेछ हजुर हजुर नानीहरूलाई फोन गरेर के फेरि पर्दैन पर्दैन जाऊ मन छ किन मम्मी एकचोटि त्यस्तो ल साइड हान्छ जस्तो लाग्छ क्या हालिदिन्छु नि हेरि मनिषमा चाहिँ के खाजा होइन खै पनि दिदीबहिनी के आएन यहाँ आमा छोरी नातिनी नाति औला सस मात्र भयो खाना भएन यहाँ के